के तपाईहरुलाई थाहा छ तपाईहरुको घरमा एउटा यस्तो सिक्रेट इन्ग्रेडिएन्ट छ जसको कस्ट जम्मा 10-20 रुपैयाँ मात्रै पर्छ तर त्यसको हेल्थ बेनिफिट भने कुनै एउटा ब्रान्डेड स्किन केयर भन्दा कम छैन। आज हामी यसै इन्ग्रेडिएन्टको बारेमा डिस्कस गर्नेछौं। सो नमस्ते एभ्रीवन, वेलकम ब्याक टु माई अनदर न्यू भिडियो। र त्यो इन्ग्रेडिएन्टको नाम हो फिटकिरी, जसलाई एलम पनि भन्ने गरिन्छ। धेरैजना मान्छेहरूले यसलाई चाहिँ सेभ गरिसकेपछि फेसमा लगाउने या त पानी सफा गर्ने इन्ग्रेडिएन्ट मात्रै सोच्नु भएको हुन्छ। तर आजको यो भिडियोमा म फिटकिरीको हजुरलाई माइन्ड ब्लोइङ बेनिफिट्सहरु ह्याकहरु बताउने छु। सो भिडियोलाई चाहिँ स्किप नगरिकन लास्टसँग हेर्नु होला, किनकि यो भिडियो हजुरहरुको लागि एकदमै युजफुल हुनेवाला छ। सो ढिलो नगरिकन लेट्स डाइभ स्ट्रेट इन्टु द भिडियो। सुरुमा बुझौं आखिर फिटकिरी के हो त। फिटकिरीको साइन्टिफिक नाम हो पोटासियम एलम। यसमा चाहिँ एस्ट्रिन्जेन्ट र एन्टिसेप्टिक प्रपर्टिज हुने गर्छ। यसको मतलब यसले हाम्रो स्किनलाई टाइट बनाउन र ब्याक्टेरिया कीटाणुहरुलाई चाहिँ मार्नमा हेल्प गर्छ। अब कुरा गरौं माई फेभरेट पार्ट फिटकिरीको अमेजिङ बेनिफिटको बारेमा। यदि हजुरहरुको स्किनमा पनि फाइन लाइन रिंकल्सहरु आएर एकदमै टेन्सनमा हुनुहुन्छ भने अब डोन्ट वरी। फिटकिरीको सानो टुक्रालाई पानीमा डिप गर्नुहोस् र त्यही टुक्राले आफ्नो फेसमा लगाएर 2-3 मिनेटसम्म मसाज गर्नुहोस् र जेन्टली मसाज गरिसकेपछि 5 मिनेट भित्र नै सादा पानीले मुख धुनुहोस्। यदि हजुरहरुले यो प्रोसेसलाई चाहिँ हप्तामा 2 पटक गर्दै जानुभयो भने हजुरहरुको लत्केको स्यागी स्किनलाई चाहिँ टाइट बनाउनमा हेल्प गर्छ। इट्स लाइक अ नेचुरल फेस लिफ्ट। र त्यस्तै गरेर यदि हजुरहरुको फेसमा चाहिँ एक्ने पिम्पल्सहरु छ भने फिटकिरीको पाउडर बनाउनुहोस् र त्यो पाउडरमा थोरै रोज वाटर मिक्स गरेर त्यो पेस्टलाई चाहिँ स्पट ट्रिटमेन्टको रूपमा हजुरहरुको फेसमा जहाँ जहाँ एक्ने पिम्पल्सहरु छ त्यो ठाउँमा लगाएर छोडिदिनुस् र 5-6 मिनेटमा जब त्यो टाइट टाइट जस्तो फिल हुन्छ फेसलाई धुइहाल्नुहोस् and you will see the visible changes। यसले एक्ने पिम्पल्सको कीटाणुहरुलाई मार्नमा र एक्ने पिम्पल्सहरुलाई चाहिँ सुकाउनमा पनि हेल्प गर्छ। त्यस्तै गरेर यदि हजुरहरुको पनि बडीबाट हल्का स्मेलहरु आउने, काकीहरु गनाउने समस्या छ भने हजुरहरुले नुहाइसकेपछि फिटकिरीको सानो टुक्रालाई हजुरहरुले चाहिँ अन्डर आर्म्समा चाहिँ 1 मिनेटसम्म रब गर्न सक्नुहुन्छ या हजुरहरुले चाहिँ यसलाई पाउडर बनाएर पनि अप्लाई गर्न सक्नुहुन्छ। यसको अल्टरनेटिभमा हजुरहरुले चाहिँ त्यो पाउडरलाई चाहिँ एउटा स्प्रे बोतलमा हालेर पानी मिक्स गरेर त्यसलाई स्प्रेको रूपमा पनि युज गर्न सक्नुहुन्छ। यसरी 3 तरिकाले हजुरले युज गर्न सक्नुहुन्छ। यसले युज गरेको 24 घण्टासँग 24 आवर्ससँग हजुरहरुलाई एकदमै फ्रेश फिल राख्छ। हजुरहरुको जो स्मेल गनाइराको थियो त्यो पनि कम हुँदै जान्छ। अनि हजुरहरुले चाहिँ आएर कमेन्ट गर्नुहुन्छ यस दिस ह्याक्स इज एब्सोल्युटली वर्क्स भनेर। किनभने यसले चाहिँ अर्डर कजिङ ब्याक्टेरियाहरुलाई चाहिँ जडैसँग सखा पार्ने काम गर्छ। इट इज अ भेरी इफेक्टिभ नेचुरल डिओड्रेन्ट। हजुरहरुले बाहिर पैसा तिरी केमिकल भएको डिओड्रेन्टहरु किन्नु पर्दैन, बडी स्प्रेहरु किन्नु पर्दैन। जम्मा 10-20 रुपैयाँमा हजुरहरुले चाहिँ फिटकिरी ल्याएर आफ्नो यो समस्यालाई सल्भ गर्न सक्नुहुन्छ। र ब्युटी हेल्थको लागि मात्रै हैन, फिटकिरी ओरल हेल्थको लागि पनि उत्तिकै नै इम्पोर्टेन्ट छ। यदि हजुरहरुको पनि सास गनाउने समस्या, गिजाबाट रगत आउँछ भने फिटकिरी हालेको पानी लिनुहोस् र मुखमा हालेर 1 मिनेटसम्म गार्गल गर्नुहोस्। यसले हाम्रो मुखभित्रको इन्फेक्सनलाई कम गर्छ। यसले चाहिँ नेचुरल माउथ वाशको रूपमा काम गर्छ। हामीले बाहिरबाट महँगो माउथ वाश किनेर ल्याउनु पर्दैन। र त्यस्तै गरेर यदि हजुरहरुको पनि खुट्टाको कुर्कुचा फुटेको छ, क्र्याक छ, के चप्पलहरु लगाउँदाखेरि स्यान्डलहरु लगाउँदाखेरि कस्तो नराम्रो देखिन्छ है, अब टेन्सन लिनु पर्दैन। फिटकिरीलाई तताउनुहोस् र तताइसकेपछि त्यसको पाउडर बनाउनुहोस् र त्यो पाउडरलाई चाहिँ हल्का थोरै नरिवलको तेलमा मिक्स गरेर राति सुत्नु भन्दा पहिले खुट्टामा मजाले लगाएर सुत्नुहोस् र बिहान उठ्दाखेरि हजुरहरुले नोटिस गर्नुहुनेछ हजुरहरुको खुट्टा कस्तो स्मुथ सफ्ट भएको फिल हुनेछ। र यसलाई चाहिँ हजुरहरुले रेगुलरली केही दिनसम्म गर्नुभयो भने हजुरहरुको जति पनि त्यो क्र्याक्ड फुटेको खुट्टाहरु थियो, कुर्कुचाहरु थियो, त्यो सबै निको भएर जान्छ। तर साथीहरु कुनै चीज पनि प्रयोग गर्नु भन्दा पहिले त्यसको केही प्रिकसन्सहरु जान्नु एकदमै आवश्यक छ। यदि हजुरहरुको स्किन चाहिँ अलरेडी एकदमै ड्राई छ भने फिटकिरीको युज चाहिँ कम गर्नु होला। र हजुरहरुले चाहिँ फेसमा फिटकिरी युज गर्दै हुनुहुन्छ, अप्लाई गर्दै हुनुहुन्छ भने 5 देखि 10 मिनेट भन्दा बढी नराख्नु होला र फिटकिरी लगाइसकेपछि जहिले पनि सादा पानीले वाश गर्न सक्नुहुन्छ। र अर्को कुरा भनेको यदि हजुरहरुको स्किन सेन्सिटिभ छ भने हैन, यदि नर्मली पनि छ भने पनि फिटकिरी युज गर्नु भन्दा पहिले जहिले पनि एकचोटी प्याच टेस्ट गरिहाल्नु होला।
फिटकिरीको कुरा मात्रै हैन, कुनै पनि यदि नयाँ प्रोडक्टहरु युज गर्दै हुनुहुन्छ भने एकचोटी चाहिँ प्याच टेस्ट गरिहाल्नु होला। सो फ्रेन्ड्स, हजुरहरुलाई चाहिँ यी माथिका ह्याकहरु मध्ये सबैभन्दा बेनिफिशियल कुन लाग्यो मलाई कमेन्ट गरेर लेख्नु होला। र यदि यो भिडियो चाहिँ हेल्पफुल लाग्यो भने डोन्ट फर्गेट टु लाइक, शेयर एन्ड सब्स्क्राइब द वेलबिङ वेल च्यानल। र प्लिज यो भिडियो चाहिँ आफ्नो फ्यामिली फ्रेन्ड्सहरुसँग पनि शेयर गर्नु होला। बाइ बाइ, सी यु इन द नेक्स्ट भिडियो। टिल देन टेक केयर।